नमस्कार सम्पूर्ण सुन्दर आत्माहरूलाई नेपाली नुरमा म स्वागत गर्छु तपाईहरूलाई। यहाँ देख्नुभएको जुन यो नृत्य छ यो हामी किराँतीहरूको केवल नाच मात्र होइन, यो हाम्रो पूर्वजको सम्पर्क, हाम्रो संस्कृतिको धड्कन हो। यहाँ म आएको छु एक साधारण मान्छे, एउटा मेरो पुरानो क्यामेरा बोकेर, तर मेरो नजरले देखेको दृश्य हजारौँ कथाहरूभन्दा गहिरो छ। भले यो क्यामेराको गुणस्तर धेरै राम्रो नहोला, तर यसले कैद गर्ने पलहरू कुनै बहुमूल्य रत्नभन्दा कम छैन। यसरी कसैको मुहारमा मुस्कान आउँदाखेरि मलाई पनि खुसी लाग्छ। भलै पुरानो होस्, क्यामेरा निकालेर मान्छेको फोटो लिन मन लागिहाल्छ। तपाईँहरू यहाँ देखिरहनु भएको छ, यी साना नानीहरू भोलि जसको हातमा भविष्य छ हाम्रो देशको, उनीहरूको मुस्कान मैले कैद गर्ने यहाँ जमर्क गरिरहेको छु। यहाँ म देखिरहेको थिएँ यी भिडहरूमा विभिन्न जातिहरू सामेल भएर हातेमालो गरेर नाचिरहेको। जात, भाषा, धर्म हरेक कुराहरूलाई पाखा लगाएर विविध अवरोधहरूलाई पार गरेर हातेमालो गर्दै एकअर्कामा नाचिरहेको। यही हो हाम्रो साँचो शक्ति भनेको, एकता, विविधतामा एकता। मेरो फोटोमा म अनुहार होइन भावनाहरू खोज्दै थिएँ। त्यहाँ म केवल मनोरञ्जनको नृत्य मात्र होइन, त्यहाँ म नयाँ नेपाल, नयाँ सोच, नयाँ जागरणद्वारा देश बनिरहेको देखिरहेको थिएँ। मेरो क्यामेरा महँगो होइन, तर यसले कैद गरेको क्षणहरू, भावनाहरू अमूल्य छन्। भले यसको क्वालिटी राम्रो नहोला, तर यी पलहरू साँच्चै नै बहुमूल्य छन्। यो देश हामी नै हो बनाउने, सँगै मिलेर यसरी नै हातेमालो गर्दै विभिन्न जात जातिहरू मिलेर। आउनुहोस् सबै विविधतालाई एकतामा परिणत गरी हातेमालो गरी हाम्रो देश बनाऊ भन्दै प्रण गरौँ, सबै मिलेर बसौँ भन्दै तपाईँहरू माझबाट बिदा चाहन्छु। यस च्यानललाई माया गर्नुहोला, सब्सक्राइब गरेर लाइक, कमेन्ट गरेर सेयर पनि गरिदिनु होला भन्दै तपाईँहरू माझबाट बिदा चाहन्छु। हस्त, धन्यवाद।